Production. होइन हौ शेरे ए शेरबहादुर यो मुजी घाँस कस्तो मुजी गुलियो छिक्ने के हो लाडो यसमा मुजी कुकुरले मुत्या थियो कि कस्तो गुलियो रहेछ यार के हो मुजी कुकुरले मुत्या हो त कुकुरले मुत्या नआउनु पर्ने ए रन्डिक छोरो माछ छिक्ने सुत्न देऊ चुप लाएर माछ छिक्ने सुत्न देऊ अरे बुढो माछ छिक्ने बाउला आछ रन्डिक छोरो बुढो माछ छिक्ने जुरुक्क माछ छिक्ने रन्डीको छोरोहरू जुरुक्क उठेर झ्याममा मुख पड्काऊ मुख पड्काउँछ अरे सेना हाम्रो लाड तान्दिउँ न यसमा माछ छिक्ने खातेका बच्चा हो सुत्न दिँदैनौ ए तलबाट को आउँदैछ रन्डीको छोरा बाहुन माछ छिक्ने कता मुटेको बाहुनले के बोकेर आउँदैछ टाउकोमा हामीले त देख्दैन चिक्ने तैँले देखा होलास् नि त्यहाँ यहाँ सुन केटा हो बाहुनले खसी लिएर आउँदैछ वनको खसी लुट्नुपर्छ कसरी लुट्ने हामी चोर हो मुजी हाम्रो खसी लुट्ने चोर तिमीहरूलाई भने हो मुजी मेरो आइडिया सुन सिक्ने मेरो आइडिया बुलोको गुलो होइन चिक्ने त्यही गुलोले काम गर्छ चिक्ने यहाँ सुन त्यो बाहुनले मुजी खसी बोकेर आउँदैछ काँधामा सम्झी मुजी बेलुकी मुजी खसी र मासु भात माछ चिक्ने ओहो गजब हुन्छ मुजी गजब हुन्छ रन्डीको छोरा तेरो बाउले खसी काटेन भने यहाँ सुन मुजी म तिमीहरूलाई एउटा कुरो भन्छु मुजी मैले जे भन्छु त्यही गर मुजी बेलुकी भात मासु खसी माछ चिक्ने ममचा छोइला चिक्ने सबै बनाएर खानुपर्छ खसीको अनि मजा आउँछ मुजी ओ हँसाउँछ बुढोले हँसाउँछ राडी बुढोले हँसाउँछ झिक्ने बुढोले हँसाउँछ प्रभु 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 राम हरे ए मुजी बाहुन मुजी कहाँ हिँडेको नि घर हिँडे देखिन रन्डीको छोरो अनि त्यो लाडो घाँटीमा के लाडो जस्तो मुजी मर्या साँप बोकेर हिँडेको चिक्ने त्यो मुजी मर्या मुजी स्याल बोकेर हिँड्ने मर्या स्याल रे तेरो आँखा माछ चिक्ने र मोतीबिन्दु लाएको छ क्या हो तेरो आँखा मोतीबिन्दु चिक्ने मर्या स्याल बोकेर हिँड्छस् रन्डीको छोरो खाटे बाहुन भन्यो राणीको छोरोले माछ चिक्ने त्यसको बाउको क्रिया अस्ति भर्खर गर्दाखेरि त माछ चिक्ने जय 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 भन्थ्यो रन्डीको छोरो माछ चिक्ने राणीकै छोरो रहेछ माछ चिक्ने कुन माछ चिक्ने दिन जन्मेछ माछ चिक्ने खाते मुजी पागल रन्डीको छोरो माछ चिक्ने मर्या स्याल भन्छ माछ चिक्ने घाँटीमा त्यसकी आमाको पुती माछ चिक्ने अर्को को हो मुजी घाँटीमा के मुजी भानु बोकेर हिँडेको चिक्ने भालु त क्याबिनतिर पो हुन्छ चिक्ने घाँटीमा के भालु बोकेर हिँडेको लाडो मर्या भालु बोकेर हिँड्ने मर्या भालु रे तेरै आमा भालु माछ चिक्ने तेरो आमा भालु होइन माछ चिक्ने तेरो टाउकोमा माछ चिक्ने भालु माछ चिक्ने मर्या भालु बोकेर हिँडेर भालु पनि चिन्दैन सिक्ने रन्डीको छोरो कस्तो मुजी बाहुन रहेछ माछ चिक्ने बाहुन त होस् मुजी छुपी तान्नु रन्डीको छोरो बाहुन माछ चिक्ने मर्या भालु बोकेर हिँड्छ उल्टा माछ चिक्ने तेरो आमा भालु भन्छ तेरै आमा भालु माछ चिक्ने तेरो आमालाई मैले माछ चिक्ने जमाना चिके त जन्म्या तेरो आमा चिक्ने माछ चिक्ने रन्डीको छोरो बाहुन माछ चिक्ने मर्न सिक्या श्रान्ति गर्नुपर्ने रानीको छोरो बाहुन यो मुजी ठाउँको मान्छेहरूलाई के भएछ माछ चिक्ने माओवादी रोग लागेको छ क्या हो माओवादी पहिलेदेखि नै रन्डीको छोरो प्रचण्ड सरचण्डे जस्तो थिए माछ चिक्ने खाते मुजीहरू तिनीहरूकै रोग लागेको छ माछ चिक्ने बौलाउने रोग रन्डीको माछ चिक्ने बर्बाद हुने भयो मुजी जिन्दगी यस्ता मुजीहरूसँग लाएर यो मुजी को फेरि ए यो मुजी बौला यो मुजी चिक्ने सार्की हो अस्ति मेरो लुगा हेर्ले नि सिला हो क्या अरे सार्कीलाई सोध्नु पर्यो सार्कीले भन्छ कि माछ चिक्ने ए सार्की के हो बाहुन कताबाट मुजी
अनि चिक्ने मेरो काँधामा तँलाई मुजी मर्या भ्यालु र मलाई स्याल जस्तो लाग्छ? लाग्दैन हौ चिक्ने। बाहुनले मुजी मर्या स्याल भालु बोक्छ चिक्ने, कुकुर बोकेर हिँड्दैछ रन्डीको छोरो। कुकुर अरे? राम 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 राम। मा चिक्ने मलाई त बोक्सी लागेछ क्या हो? मा चिक्ने यस्तो मुजी बोक्सी लाग्यो बेला मा चिक्ने यो फ्याक मा चिक्ने यो खसी होइन चिक्ने रन्डीको छोरो मा चिक्ने। अब चिक्ने खसीको म खान्छु, खसीको खुट्टा त खा बुढा। अनि चिक्ने मोज गर्नुपर्छ, बेलुका एउटा भालु पनि ल्याउने चिक्ने चिक्ने। जिन्दगी यस्तै हो कि मुजी बाहुनले मुजी खसी फाल्यो। बाहुन रन्डीको छोरालाई के थाहा चिक्ने खसीको मोल के हुन्छ भन्ने।